आज हामी नम्बर सिस्टम पढ्न गइरहेको छौँ। पोखरा युनिभर्सिटीको विशेष आइटी प्रोग्राममा डिजिटल सिस्टम भन्ने सब्जेक्टभित्र फर्स्ट च्याप्टर रहेको छ नम्बर सिस्टम है। अरू युनिभर्सिटीमा पनि सिमिलर हो है, अलिकति तलमाथि कतै सिलेबसमा तलमाथि हुनसक्छ। नम्बर सिस्टम भनेको के हो त भन्दाखेरि कम्प्युटर सिस्टममा है नम्बर्सलाई चाहिँ डिफ्रेन्ट तरिकाले रिप्रेजेन्ट गर्न सकिन्छ है। जस्तो हामीले स्कुलमा हिन्दू अरबिक नम्बर सिस्टम, रोमन नम्बर सिस्टम भनेर पढेका थियौँ है। रोमन नम्बर सिस्टममा हामीले के लेटर्सहरू युज गर्थ्यौँ होइन, आइभिएक्सएल, सिडिएम यस्ता लेटर्सहरू युज गर्थ्यौँ भने हिन्दू अरबिक नम्बर सिस्टममा चाहिँ हामीले 1 2 3 4 होइन यस्ता खालका क्यारेक्टर्सहरू युज गर्छौँ होइन त, नम्बर्स पनि युज गर्छौँ। कम्प्युटरले चाहिँ कस्तो खालको नम्बर युज गर्छ त भन्ने कुरा चाहिँ हामी यो च्याप्टरमा पढ्दैछौँ है। र फर्स्टमा चाहिँ हामीसँग डिजिटल कम्प्युटर्सले है ह्युमनबाट इनपुट लिने सिस्टम। जस्तो हामीले एज अ ह्युमन्स क्यालकुलेटर अथवा कम्प्युटरमा 1 2 3 4 5 भनेर नै इनपुट दिन्छौँ नि त होइन त। र कम्प्युटर्सले त्यो इनपुट त लिन्छ, तर त्यसमा चाहिँ सर्टन एक्स्ट्रा वर्क चाहिँ हुन्छ है। इफ यु प्रोभाइड इनपुट टु द कम्प्युटर एज 1, इट सुड मस्ट बी कन्भर्टेड टु बाइनेरी नम्बर सिस्टम। कम्प्युटर्स भनेको डिजिटल डिभाइस हो है। डिजिटल डिभाइसले कि त 0 कि त 1 मात्रै बुझ्छ होइन त। मैले 4 भनेर इनपुट दिँदैछु भने त्यो कन्भर्ट हुन्छ बाइनेरीमा। बाइनेरी भनेको चाहिँ 0 र 1। अब यहाँनिर त्यहाँ कन्भर्जनमा जानुभन्दा अगाडि अझ बेसिक्स पढौँ है त। बेसिक्समा के छ त भन्दा डेसिमल नम्बर सिस्टम भनेको हामीले डे टु डे लाइफमा युज गरिरहेको नम्बर सिस्टम हो है। यसमा चाहिँ 0 देखि 9 सम्मको भ्याल्युजहरू हुन्छ है। पछि त्यही रिपिट हुन्छ, जस्तो 0 1 2 3 4 5 6 7 8 9। अब यसपछि के आउँछ त भन्दाखेरि जम्मा 10वटा मात्रै क्यारेक्टर हो, 10वटा क्यारेक्टर सकियो। अब स्टार्टिङबाटै आउँछ 0 हुन्छ र 1 क्यारी आउँछ है। त्यसै गरी 1 1 1 2 हुँदै जान्छ है। यसमा हामीसँग 10वटा क्यारेक्टर्स भएकोले गर्दा यसलाई हामी डेसिमल भनेर भन्छौँ। डेसिमलको मिनिङ चाहिँ डेकाबाट डिराइभ भएको, डेका भनेको 10 है। स्पेनिससँग कता कता रिलेटेड पनि छ होइन, जस्तो उनो उनो भनेको 1 होइन, दोस भनेको 2, त्रेस क्वाद्रो होइन, पेन्टो होइन, हेक्जा। केटाकेटीमा कता जोमेट्रीमा पनि हामीले पढेको थियौँ। हेक्जागन भनेको के हो त 6 साइड्स भएको होइन। डेकागन भनेको 10वटा साइड्स भएको, त्यो डेकाबाट चाहिँ डेसिमल आएको है। त्यसै गरी बाइनेरी, बाइनेरी भनेको 2टा मात्रै भएको, जस्तो 0 र 1। योभन्दा बाहेक अरू कुनै क्यारेक्टर्स छैन। र 0 र 1ले नै सबै नम्बर्सहरूलाई 1 मिलियन होस् 1 बिलियन होस् सबैलाई नै 0 र 1ले मात्रै रिप्रेजेन्ट गर्न सकिन्छ। र त्यो नम्बर सिस्टमलाई हामी बाइनेरी नम्बर सिस्टम भनेर भन्छौँ है। त्यसै गरी अर्को छ हामीसँग अक्टल नम्बर सिस्टम। अक्टागन भनेको त पढेको छौँ नि हामीले। अक्टागनमा कतिवटा सेप हुन्छ त 8वटा है। अक्टल नम्बर सिस्टममा चाहिँ जम्मा 8वटा डिजिट्सहरू हुन्छ। 8वटा डिजिट्स भनेको फेरि 1 to 8 भन्न मिलेन है, 0 पनि इन्क्लुड गर्नु पऱ्यो। त्यही भएर 0 1 2 3 4 5 6 7 8 चाहिँ हुँदैन है। 8 नभएको कारणले गर्दाखेरि हामी फेरि 1 0 रिपिट हुन्छ है त। 1 0 1 1 हुँदै हुँदै 1 7सम्म जान्छ। 1 7 पछि फेरि 2 0 2 1 हुँदै हुँदै 2 7सम्म। यसरी चाहिँ अक्टल नम्बर सिस्टमले काम गर्छ है। अर्को छ हामीसँग हेक्साडेसिमल। हेक्साडेसिमलमा 2टा कुराहरू छ। 2टा कुरा भनेको के त भन्दाखेरि एउटा हेक्सा, अर्को भनेको डेसिमल है। हेक्सा भनेको 6वटा होइन, डेसिमल भनेको 10वटा। 6 र 10 एउटै शब्दमा छ भनेपछि 6 + 10 कति हुन्छ त 16 है। अब यसमा चाहिँ जम्मा 16वटा क्यारेक्टर्स हुन्छ। 16वटा क्यारेक्टर के हो त भन्दाखेरि 0 1 2 3 4 5 6
7 8 9 10 यहाँ 10 11 12 13 14 15 भनेर मैले अहिलेलाई लेखेँ। तर यो 14 15 यो क्यारेक्टर्सहरू चाहिँ हुँदैन होइन। 10 को सट्टा हामी ए युज गर्छौँ, 11 को सट्टा बी, 12 को सट्टा सी, 13 को सट्टा डी, 14 को सट्टा ई र 15 को सट्टा एफ युज गर्छौँ। यसरी 0 देखि एफसम्म जम्मा 16 वटा चाहिँ क्यारेक्टर्स युज गरेर हामी नम्बर्सलाई रिप्रेजेन्ट गर्छौँ। र हेक्साडेसिमल भनेको एकदमै पपुलर नम्बर सिस्टम हो कम्प्युटर्सहरूमा युज हुने है। किन त भन्नुहुन्छ भने बाइनेरीमा कुनै कुरालाई रिप्रेजेन्ट गर्नु पऱ्यो भने एकदमै लामो हुन्छ। जस्तो 255 लाई बाइनेरीमा रिप्रेजेन्ट गर्नु पऱ्यो भने 8 वटा 1 हुन्छ है। यही 255 लाई मैले चाहिँ हेक्साडेसिमलमा रिप्रेजेन्ट गर्नु पऱ्यो भने एफ लेखे पुग्छ। अब यहाँ म के लेख्छु त भन्दाखेरि यहाँ एउटा कुरा देख्नुभयो होला, नोटिस गर्नुभयो होला, यहाँ साइडमा ब्र्याकेट पछि एउटा नम्बर लेखेको छु मैले। यो नम्बर भनेको चाहिँ यहाँ 10 लेखेको छ, मतलब यो चाहिँ डेसिमल नम्बर सिस्टम हो, 10 वटा क्यारेक्टर युज हुँदैछ। यहाँ 2 लेखेको छ भने यो चाहिँ बाइनेरी हो, तर यो 2 रङ हो। मैले 2 नलेखेर त्यहाँनिर यो चाहिँ बेस 2, यो बाइनेरी भयो होइन। यो हेक्साडेसिमल हो, त्यही भएर यसलाई चाहिँ हामीले बेस 16 लेख्नुपर्ने हुन्छ है। यो थियो नम्बर सिस्टम। अब हामी एउटा नम्बर सिस्टमबाट अर्को नम्बर सिस्टममा कसरी कन्भर्जन गर्ने त। जस्तो क्यालकुलेटरमा प्रेस गर्दा तिमीले 9 भनेर प्रेस गरेको छौ होइन। यो 9 लाई चाहिँ 1001 बाइनेरीमा कन्भर्ट गर्छ। हाम्रो डेसिमल नम्बर सिस्टमको 9 लाई चाहिँ बाइनेरीमा कन्भर्ट गर्नुपर्ने हुन्छ। त्यो कन्भर्ट गर्ने कसरी त भन्ने कुराहरू चाहिँ हामी अब हेर्छौँ है।